नमस्कार साथीहरु 18 जुलाई 2021 एउटा भिडियो टिकटकमा मानवीय इन्टरनेशनल नामक अकाउन्टबाट अपलोड हुन्छ। भिडियो भा यसरी 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 ल तिम्रो अनुहार देखिरह बोल्दैन ल भिडियो भइरह ओ कहाँ हो यसो यसो दायाँ बायाँ गर्दैन ए मलाई चोकतिर यार चोकतिर केटा चोकतिर म त्यो भिडियो भाइरल हुन्छ जहाँ 14,000 भन्दा बढीले त्यही अफिसियल अकाउन्टको टोनमा सेलिब्रिटी र चर्चित टिकटकरहरूले समेत भिडियो बनाउँछन्। ए मलाई चोकतिर यार चोकतिर यार चोकतिर केटा चोकतिर म चोकतिर यार चोकतिर रमाइलो गर्न कि रक्सी टिल्ल खानु पर्यो कि त टिकटकमा झुन्डुनु पर्यो के हो कहाँ हो चोकतिर है केटा हो चोकतिर भन्दै भिडियो मात्र होइन मास्कमा मोटरसाइकलमा चोकतिर साथ एउटा सामान्य भिडियो न त एडिटिङ छ न त क्यामेरा क्वालिटी तर पनि भाइरल कसरी आउनुहोस् जानु भाइरल हुने ट्रेन्ड कारण र उदाहरणहरू। नम्बर 1 इमोसनल कनेक्सन। जुन भिडियो हेर्दा भ्युअरले केही न केही अनुभूति गर्छ, जस्तै खुसी हुन्छ, दुखी हुन्छ, रिस उठ्छ भने त्यस्तै प्रकारको रियाक्ट गर्छ र कमेन्ट गर्छ अनि सेयर गर्छ र भाइरल हुन्छ। नम्बर 2 डान्स च्यालेन्ज। नयाँ गीत आएपछि गीतमा सजिलो स्टेप सिकेर डान्स भिडियो बनाउने सिकाउने वा बनायो भने पनि भाइरल हुन्छ। नम्बर 3 कमेडी फन्नी मोमेन्ट। हल्का जोक, फन्नी एक्टिङ, मिम स्टाइल मोमेन्ट, रियाक्सन त्यही क्याटेगोरीका भिडियो बनाएर पनि भाइरल हुन्छ किनकि हाँस्न सबैलाई मन पर्दछ। नम्बर 4 सोशल अवेरनेस एक्सपिरियन्शियल भिडियो। केही सिक्ने, बुझ्ने र प्रेरणा हुने कन्टेन्ट मन छुने र सेयरेबल हुन्छ, खास गरी युथहरूमा, त्यसैले यस्ता कन्टेन्ट भाइरल हुन्छ। यो राम्रो कुरा पनि हो। नम्बर 5 लिप सिन्क सङ च्यालेन्ज। आवाज अरूको भए पनि तिमीले आफ्नो एक्टिङ र मुख मिलाएर भिडियो बनाउने हो। लिप सिन्क गर्दा उसको एक्टिङ एक्सपिरियन्स, एटिट्युड राम्रो भयो भने पनि भाइरल हुन्छ। नम्बर 6 रिलेबल कन्टेन्ट। दैनिक जीवनमा सबैले भोग्ने कुरा जुन देख्दा भ्युअरलाई लाग्छ यो त म पनि गर्छु या यस्तो त मलाई नि भएको थियो भन्ने फिल गर्छ र लाइक कमेन्ट गर्छ अनि भाइरल हुन्छ। नम्बर 7 इजी टु रिक्रिएट कन्टेन्ट। यस्तो भिडियो बनाउन सजिलो हुने, छिटो हुने, एफोर्ट कम र मनोरञ्जन दिन सक्ने कन्टेन्ट भएकाले भाइरल हुन्छ र यस्ता भिडियो प्राय अनएक्सपेक्टेड भाइरल हुने गर्दछन्। नम्बर 8 रिल र फुटेज। सिधा मोबाइलले खिचिएको रियालिटी भिडियोहरू अचानक भाइरल हुन्छन् किनकि मानिसहरू रियल लाइफ एक्सपिरियन्स मन पराउँछ, भ्युअरले रिलेटेबल महसुस गर्छ, एल्गोरिदमले इङ्गेजमेन्ट बुस्ट गर्छ किनभने भ्युअर भिडियो छोड्दैन, र मोमेन्टले इमोसनल इम्प्याक्ट बढाउँछ। नो फिल्टर नो क्वालिटी। सिधा रियल लाइफ भिडियो एल्गोरिदमले मन पराउँछ त्यसैले बढी भाइरल हुन्छ। नम्बर 9 अनएक्सपेक्टेड सकिङ मोमेन्ट। यो त मैले सोचेको थिएन जस्तो फिल दिने कन्टेन्ट अब के हुन्छ भनेर क्युरियोसिटी दिने खालका भिडियो पनि भाइरल हुन्छ, जस्तै प्रैङ्क भिडियो, सरप्राइजिङ भिडियो। नम्बर 10 ट्रेन्डिङ ह्यासट्याग एन्ड अडियो। ट्रेन्डिङ ह्यासट्याग वा भाइरल सङ प्रयोग गर्दा भिडियो भिजिबिलिटी अटोमेटिक बढ्छ, एल्गोरिदमले देख्छ यो कन्टेन्ट ट्रेन्डमा छ, भ्युअर तुरुन्तै कनेक्ट हुन्छ, यसको मतलब ट्रेन्डलाई फलो गरेर भिडियो बनाउनु हो। नम्बर 11 स्ट्रङ हुक। भन्नाले के हुँदैछ भन्ने भावना भ्युअरमा तुरुन्तै ल्याउँछ। यदि सुरुवात विक छ भने भ्युअरले स्क्रोल गरेर जान्छ। आज पनि आफ्नो भिडियोजहरु हाई माई नेम इज हेलो एन्ड वेलकम टु बाट सुरु गर्दै हुनुहुन्छ। चारवटा कुरालाई ध्यान दिएमा तपाई राम्रो कन्टेन्ट क्रिएसन गर्न सक्नुहुन्छ। नम्बर 12 टाइमिङ ट्रेन्ड अर्ली जोइन। ट्रेन्ड सुरु हुँदा नै भिडियो बनाउँदा एल्गोरिदम उठाउँछ। ट्रेन्ड सुरु भएको बेला भिडियो बनाउने एल्गोरिदमले बुस्ट गर्छ, भाइरल हुने चान्स बढ्छ किनकि ट्रेन्ड सुरु भएको बेला कम्पिटिसन कम हुन्छ, भिडियो भिजिबिलिटी बढी हुन्छ, एल्गोरिदमले नयाँ कन्टेन्ट तुरुन्त रिकमेन्ड गर्छ, भ्युअरले ट्रेन्ड खोज्दा पहिले देख्छ, इङ्गेजमेन्ट धेरै बढ्छ, भाइरल हुन्छ। नम्बर 13 क्यारेक्टर एन्ड पर्सनालिटी। तिमी को हो, तिम्रो स्टाइल कस्तो छ, तिम्रो सुन्दरता, मानवता, तिम्रो इमान्दारी, युनिक स्टाइल, एसेन्ट, कन्फिडेन्ट यी सबै कुराले पनि भाइरल हुन मद्दत गर्दछ। नम्बर 14 कम्युनिटी इङ्गेजमेन्ट। अडियन्सलाई इन्भल्भ गरेर भिडियो क्रिएटरसँग कनेक्सन बढाउने, इङ्गेज अडियन्सले पनि बढी लाइक कमेन्ट सेयर गर्छ र एल्गोरिदमले बुस्ट गर्छ। नेपालमा भाइरल ट्रेन्ड केवल मनोरञ्जन मात्र होइन, क्रिएटिभिटी र ट्यालेन्ट प्रदर्शन गर्ने प्लेटफर्म बनेको छ, सानो इन्फ्लुएन्सर बन्ने मौका पनि दिएको छ। कहिलेकाहीँ भाइरल ट्रेन्ड सामाजिक परिवर्तन अवेरनेस फैलाउन पनि प्रयोग हुन्छ, तर नेगेटिभ ट्रेन्ड पनि आउँछ, डेन्जरस च्यालेन्ज, फेक न्युज वा ओभर हाइप कन्ट्रोभर्सी। त्यसैले कन्टेन्ट कन्सप्सन गर्दा सधैँ क्रिटिकल सोच राख्न जरुरी छ। टिकटकमा भाइरल हुनु गलत होइन, सबैलाई भाइरल हुन मन लाग्छ, तर भाइरलको नियममा जथाभावी बोल्ने, छाडापन देखाउने वा अनैतिक क्रियाकलाप गर्ने कुरा आजभोलि रमाइलो लाग्ला, भोलि भने यही व्यवहारले हाम्रो सम्मान, पहिचान र भविष्यमा असर पार्छ किनकि भ्यू र कमेन्ट क्षणभङ्गर हुन्छन् तर हाम्रा शब्द, बानी र प्रभाव दीर्घकालीनसम्म मानिसको दिमागमा बस्छ।
त्यसैले डिजिटल क्यामेरा डिलिट गरेको कुरा समाजको सम्झनाबाट पनि डिलिट हुन्छ भन्ने सोच्नु गलत हो। क्यामेरा बन्द हुन्छ एप अनस्टिल हुन्छ, तर हाम्रो मूल्य चरित्र छोडिएको प्रभाव कहिले बन्द हुँदैन। भाइरल हुनु अचिभमेन्ट हो, तर सकारात्मक इम्प्याक्ट बनाउनु अझ ठुलो अचिभमेन्ट हो। हामीले बनाएको कन्टेन्टले कसैको मनोवृत्ति उकाओस् बिगार्ने होइन। त्यो वा सोशल मिडियामा भाइरल हुनु केवल त केही समयको कुरा मात्र हो। हाम्रो चरित्र नै हाम्रो असली आइडेन्टिटी हो। यो भिडियो कस्तो लाग्यो? यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने सेयर र सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् तपाईँलाई कुन ट्रेन्ड सबैभन्दा बढी मन पर्छ र आफ्नो भाइरल साथीहरूलाई पनि सेयर गर्न नबिर्सिनु होला। धन्यवाद।